हेर्नुहोस् न मलाई बाटोमा यो सुन्दर लकेट भेट्यो हेर्नुहोस् मलाई बाटोमा यो सुन्दर लकेट भेट्यो अहो धेरै राम्रो के भयो भोइ खाना दबाउँछ नि अच्छा तिमी फेरि युवा तिमी त मेरो श्रीमान हो म तपाईँलाई चिन्दिनँ पानीबाट बाहिर निस्कने बित्तिकै जादु सकिन्छ र उनी फेरि बुढाहरूले भन्नुहुन्छ अब हजुरबा एक्लै हुन्छन् उनीले आफ्नो गल्तीको महसुस हुन्छ हजुरआमा म फर्किएँ हजुरआमा तपाईँ कहाँ हुनुहुन्छ मलाई थाहा भयो मैले मेरा साँचो भएँ अब म एक्लै छु